गाइस यहाँनिर चाहिँ करिना गुरुङ चाहिँ असली खाँदैछ गाइसहरू हेर्नुहोस् असली ओए खतरा रहेछ अत्ता मासला मनिया छ म यहाँ छु आई एम हियर हो भिडियो गरी गरी बोटबाटै खान्छस् सिक्नु भ्याएन मिठो छ यहाँ आइज न असल खानु ओहो एकछिन फोटो खिच्छ आ के गर्छु कहाँले खाइछु मैले त त्यहीँबाट फरक हान्दा हुन्छ दिवस आउनु असिल खानलाई अहिले खाँदैन आएको त के हो बनाइसलु यसलाई कहाँ रे असिल भन्छ हैन बनाइसलु भन्छ कहाँ रे असिल भयो तिमी थाहा छ मैले भिडियो गरिरहेको कस्तो यसलाई हेर नि त हो त चराको बिचरा खाइदिएछ यिनीहरूले कस्तो यिनीहरूले हो किरा खाऊ के किरा किराको कुनै कुनै मासु हुन्छ त हौ मिठो छ है यो बहुत मिठो छ ओइ रेनु अहिले उताभित्र छिरौँ न ओइ यहाँबाट ओह्रालो झर्दिउँ म यहाँनिर म नि जाने म नि तँसँगै जाने खतरा रहेछ क्या ए मम्मी भिडियो गर्न यता यता यहीँ चाहिँ नगर्न ओइ त्यसो नगरे फेरि कसलाई पठाउला कोहीलाई पठाउने क्या मैले लामो भिडियो गरेछ ब्लग होइन यहाँबाट झरेर के होला त त मम्मी मर्छस् छ्या इफेक्ट बिना नि कस्तो टल्किँदो रहेछ हौ म त टल्केको छैन यो हो त ए मेरोमा त टल्किँदैन आया मम्मी धेरै कालो जस्तो लाग्यो नि त को म चाहिँ कालो छु म चाहिँ छ है अहिले यो भन्दा म कालो छु नि जो सेतो छ ऊ चाहिँ कालो हुन्छ अन्त हैन म त कालो भएको छु होइन तिमी हाम्रो ग्रुपको सेको हौ त्यहाँबाट अन्जना होला त्यहाँबाट मलाई लाउँछु ओइ छैन त दिवस तलको त्यो स्टिलसम्म किनिरहेको किरा खायो मैले त खाची भरे पेट दुखेर मलाई ए पागल के छ यार बिस्तारै कस्तो गनाउने किरा खायो त छ हो क्या मैले किरा खाएको गना ढङ्गै मुखमै आया मम्मी चराको फल हो नि हुन्छ हो अथा चराहरू यही खाएर त बाँच्छ अब हामी बाँच्दैछौँ एउटा चाहिँ मार मलाई अरेस लगाएर खाइरहेको छु त अहिले तर कस्तो छ भरे फेरि पेट दुख्छ यार
हामीलाई त के पर्दैन के भएको दिवस तिमी सोलुको भएर क्या सबै पचेको म नि सोलुकै हो त नि टाङपाङको होस् नि त होइन जे भने पस्नु त पर्दैन ओइ मलाई छोड्दै ओ मलाई त काराले तान्यो आहा साथीलाई बिस्तारै गर अन्जना अन्तली अहिले मलाई पनि तानेर च्यात्दै पनि छैन अलि उतापट्टि जान बेकार उहाँ तल्लो बाँझा त कस्तो धेरै छ काँदै काँडो छैन त मम्मी अब ती समय मलाई त च्याप्पै आस्ते गुलेर हुन्छ यतापट्टि छ आता मम्मी म त जाँदिनँ हुँदो त मैले अघि यस्तो बोक्रे खाएँ नि घरिको किरा खान्छस् घरिको बोक्रै खान्छ पागल केटी बिरामी हुनुलाई अनि अब त्यो गुलेर जस्तै नाक पागल हो भन्नुपर्छ नि त्यो मेरो मुखमै बौला भन्नुभएको छ क्या त्यो किस्ने बौला देखेँ नि सबलाई बौला भन्छ यसले त अनि म पागल हो भन्नु म पागल नि हो म बौली नि हो छ्या मान्छेले को उ राखेको